हेलो। मैले इयरफोन लाउनै पर्यो यार। हाम्रो च्यानलमा सबैजनालाई स्वागत छ। आज चाहिँ हामीले डिस्कसन केमा छ भन्दाखेरि एउटा कुनै कम्पनीको डाटा रेकर्ड्सहरू डाटाले चाहिँ हामीले इन्साइट्सहरू लिन सक्छौँ अनि यसकोबाट चाहिँ हामी कस्तो मार्केटिङ स्ट्राटेजीहरू गर्न सक्छौँ त्यसको बारेमा चाहिँ हामी डिस्कस गर्न गइरहेका छौँ। यसको लागि चाहिँ म सौमेन रिजाल मसँगै मेरो साथी हुनुहुन्छ। बर्गर अध्यक्ष सुहा। आज चाहिँ हामी अब त्यस्तै डाटाहरूले चाहिँ के गर्न सकिन्छ भनेर चाहिँ काठमाडौँको एउटा कफी सपमा आएको छौँ, जुन चाहिँ हामी चाहिँ अहिले चाहिँ कुकर कफी भन्ने उहाँहरूको स्टेसन आलोकनगरमा छ। यहाँ केही डाटाहरूको बारेमा डिस्कस गर्न गइरहेका छौँ। यसको लागि चाहिँ हामीले केही ड्यासबोर्ड्सहरू बनाएको छौँ, स्ट्याट्सहरू बनाएको छौँ, त्यो चाहिँ सेयर गर्छौँ। कुकर कफी अब यसको हिस्ट्रीको बारेमा चाहिँ हाम्रो साथी अफिसले भन्नुहुन्छ। यसको हिस्ट्री भन्दाखेरि चाहिँ यो कुकर कफी भन्दा पनि यो कहाँबाट इस्टाब्लिस भएको हो भन्दाखेरि चाहिँ ड्याडिज किचनबाट भएको हो। खासमा पहिला चाहिँ यो के भनेर थियो भने ड्याडिज किचन, र यो चाहिँ कहिलेदेखि सुरु भएको भने 2013देखि नै सुरु भएको हो। तर त्यहाँबाट बुटोलबाट छुटेर चाहिँ त्यहीँको एकजना ग्रुप मेम्बरले चाहिँ यहाँ काठमाडौँमा खोल्नु भएको थियो, र उहाँको सिइओको नाम चाहिँ पदमजङ कुँवर हो। अहिले चाहिँ छुट्टै छ, अहिले कुकर कफी त्योसँग अहिले इन्गेज भएर छैन। अ, के छ भन्दाखेरि पहिला चाहिँ यो कहाँ थियो भन्दाखेरि न्यु बानेश्वरमा थियो पहिला चाहिँ। तर त्यहाँ चाहिँ के प्रब्लम भयो चाहिँ स्पेस सानो थियो, पार्किङ स्पेसहरू थिएन, कस्टमर डिमान्ड चाहिँ बढ्दै गएको थियो। त्यही भएर चाहिँ त्यहाँ नपुगेर चाहिँ अलिक पछि चाहिँ आलोकनगरमा आफ्नै स्पेसमा पार्किङ भएको ठाउँमा चाहिँ खोल्नु भएको थियो। त्यहाँ चाहिँ अहिले एकदमै राम्रो सेल भइरहेको छ, अहिले एकदम राम्रो चलिरहेको छ बिजनेस। र त्यहाँको सिग्नेचर कुरा चाहिँ के हो भन्दाखेरि यहाँको कुकर कफी नै हो क्या, त्यही भएर नाम चाहिँ कुकर कफी हो। र यो किन फेमस हो र किन सिग्नेचर कफी बन्न पुग्यो भन्दाखेरि त्यसको बनाउने प्रोसेसै फरक छ क्या। जस्तो कि हामी प्रायः सुन्छौँ हामी कफी मेसिनबाट कफी बन्छ, तर यहाँ चाहिँ कुकरबाट युज गरेर चाहिँ कुकर कफी बनाउने गर्छ। कुकरको प्रेसर युज गरेर चाहिँ कुकर कफी बनाउने गर्छ यहाँ। र त्यो एकदम मिठो पनि हुन्छ। एकदम धेरैजनाले मन पनि पराइदिएको छ यहाँ। र यहाँ युज हुने कफी बिन्सहरू पनि एकदमै लोकली सोर्सहरूबाटै आएको हुन्छ। हामीले यहाँको कफी बिनहरू एक्सपोर्ट इम्पोर्ट गरेको हुँदैन। त्यही गुल्मीमा भएको शुद्ध काभ्रेको कफी बिन, स्पेसल कफी बिन्सहरू युज हुन्छ यहाँ। अब यहाँ क्राउड वर्कको कुरा गर्दाखेरि चाहिँ हाम्रो अब शर्मेन्द्रले भन्छ यो कुरा चाहिँ। ओके, अब हामीले चाहिँ केही डाटाहरू चाहिँ राखेका छौँ। अब यो डाटाहरू चाहिँ फर्स्टमा चाहिँ हप्तामा चाहिँ कुन कुन एज ग्रुपको चाहिँ कति बढी आउनुहुन्छ भनेर त्यसको बारेमा चाहिँ हामीले हाम्रो लुकर स्टुडियोबाट चाहिँ ड्यासबोर्ड्सहरू बनाएको थियौँ। अब यसमा डाटाले चाहिँ हामीले के देखाउन सक्छौँ भन्दाखेरि चाहिँ मोस्ट अफ द युथ्स जसको चाहिँ एज ग्रुप चाहिँ 26देखि 35 हुनुहुन्छ, उहाँहरूको चाहिँ धेरै नै यो क्याफेमा आउने जाने गर्नुहुन्छ। त्यसै गरेर 18 वर्षभन्दा मुनि र 60 वर्षको माथिको कस्टमरहरू चाहिँ प्राय आउनुहुन्न है। अब हाम्रो यो डाटाहरूमा त्यो नै देखाएको छ। जस्तै स्याटरडे एकदम पिक लेभलमा छ कस्टमर आउने पनि, त्यसमा पनि सबैभन्दा बढी एज ग्रुप आउने भनेको चाहिँ 26देखि 35 छ। त्यसै गरेर हाम्रो अर्को स्लाइडमा जानु पर्दाखेरि चाहिँ यसको चाहिँ अफिसले भन्नु कुकर कफी इज द क्लियर हिरो प्रडक्ट भनेको छ, जो कि हो पनि। यहाँको कफी भनेको यति फेमस छ कि यहाँ के हो भनेर, त्यो कफी कस्तो हो, केले बन्छ भनेर पनि हेर्न आउनलाई चाहिँ एकदम बढी कस्टमरहरू आउने गर्छन्। बनाउने तरिका चाहिँ इन्ग्रिडियन्ट चाहिँ एकदम सिम्पल छ। यसको बनाउने प्रोसेस एकदम डिफ्रेन्ट भएर मात्रै यो अलिकति फेमस भएको हो। यसको इन्ग्रिडियन्ट भनेको त्यही हामी लोकली सोर्स गरेको त्यो दुध नै हो, नेपालमै भएको त्यो कफी बिन्स पनि हो। फरक यति मात्रै हो कि कफी मेसिन वा अरू कुनै म्यानुअल ब्रुवरहरू नयुज गरिकन कि कुकरको प्रेसरबाट यसलाई चाहिँ ब्रु गर्ने काम गरिन्छ क्या। हो, त्यही अथेन्टिक एउटा उसको टेस्ट छ, र यसको टेस्ट चाहिँ एकदम क्रिमी रिचनेस टाइपको हुन्छ। त्यही हो। अब मिल्क बेस्ट मनपर्ने कफीमा भएको मान्छेलाई चाहिँ एकदम बेस्ट लाग्छ।
अब ब्ल्याक कफी मात्रै खाने रुचाउने मान्छेलाई चाहिँ अलिकति के हो टेस्ट गर्नलाई चाहिँ आउने गर्छन्, तर कस्टमर फ्लो चाहिँ एकदम बढी छ यो कफीको लागि चाहिँ। त्यही भएर पनि सिग्नेचर कफी भन्न पुगेछ यिनीहरूको। Nice. र यो कफी मात्रै नभएर पनि यहाँ पाउन चाहिँ सबै कफी पाउँछ, अमेरिकानोदेखि लिएर मेसिन कफी, म्यानुअल ब्रु कफी पाउन त सबै कफी पाउँछ। हजुर। सेकेन्ड बेस्ट कफी यसको भन्दाखेरि चाहिँ कोल्ड ब्रु नै हो। कोल्ड ब्रु पनि अलिकति डिफ्रेन्ट तरिकाले बनाउने र सर्भ गर्ने तरिका छ यिनीहरूको, त्यही भएर चाहिँ सेकेन्ड बेस्ट भन्ने हो भने कोल्ड ब्रु। फर्स्ट त कुकर कफी भइ नै हाल्यो। अब यसको डिमान्डहरूको अब विकेन्ड इभिनिङहरूको कति पिक कतिसम्म हुन्छ त्यो कुराहरूको बारेमा अब सर्विन्दरले भन्छ। ओके, मैले पनि अघि भर्खरै यो कुकर कफी खाएँ, इट वाज भेरी गुड है। त्यसपछि चाहिँ हामी हाम्रो टाइम, दिनमा कुन टाइममा चाहिँ बढी आउनुहुन्छ त्यसको बारे कुरा गर्छौँ। अब हामीले डाटा हेरेर हामीले यो ड्यासबोर्ड बनाइराख्दाखेरि चाहिँ हाम्रो सबैभन्दा पिक टाइम भनेको चाहिँ बेलुकाको 3 देखि 6 बजीको टाइममा चाहिँ अलिक बढी कस्टमर्सहरू आउनुहुन्छ है। अनि त्यसै गरेर बिहानको टाइममा, बिहान भनेको 7, 8को टाइममा चाहिँ कस्टमर्स कम हुने, त्यसपछि चाहिँ अलिक फेरि बढ्ने हुने गर्दो रहेछ। त्यसै गरेर हाम्रो चाहिँ अब यसमा पनि स्याटरडे नै अलिक धेरैजना चाहिँ मान्छेहरू आउनु हुँदो रहेछ। ओके, त्यसपछि नेक्स्ट स्लाइड चाहिँ हाम्रो क्यासलेस मोबाइल, सरी हाम्रो चाहिँ ट्रान्ज्याक्सन कसरी गरिन्छ, कुन कुन मेथडबाट गरिन्छ भन्ने बारेमा छ। अब यसको चाहिँ अब ओभरभ्यू चाहिँ थोरै अफिसले नै दिनुहुन्छ। अब यसको ट्रान्जेक्सनल मेथड भनेको चाहिँ अहिले त अब यो काठमाडौँ भयो, काठमाडौँ त यसै पनि एकदम अर्बन सिटीमै पर्छ हाम्रो नेपालको। त्यो हुँदाखेरि चाहिँ हाम्रो क्यास राख्ने बानी चाहिँ हराउँदै गएको छ यहाँ अर्बन सिटीमा। गाउँतिर अझै पनि बोक्ने त्यही चलन छ, किनकि पिओएस मेसिनहरू अझै पनि पुग्न सकेका छैन त्यहाँ। त्यो त्यत्रो कारणले गर्दाखेरि चाहिँ एकदम हार्डली 5% मान्छेले होला अहिले क्यास बोकेको। त्यही भएर यहाँ पनि ट्रान्जेक्सन मोस्टली युज हुने चाहिँ हाम्रो पिओएस मेसिन, फोन पे, अझ फोन पे नै हो मोस्टली भन्दाखेरि चाहिँ। क्यास इन ह्यान्ड त एकदम कम छ अहिले। कोही कोही यी सेवा पनि युज गर्छन्, हाम्रो फर्स्ट र एकदम फेमस वालेट भएर पनि होला। तर मेन चाहिँ यसको पिओएस कार्ड मेसिन र अर्को फोन पे नै देखिन्छ बढी ट्रान्जेक्सनल कारोबार भएको चाहिँ कुरा चाहिँ। अ, म अर्को साइडमा जान्छु है अफिस। हुन्छ। ओके, त्यसै गरेर यहाँको चाहिँ अलिकता ट्रेडिसनल फुडमा चाहिँ झानेको मोमो पनि रहेछ। मैले चाहिँ ट्राई गर्न पाएको छैन, अब यसको बारेमा पनि थोरै अफिसले केही इन्फर्मेसन दिनुहुन्छ कि? मेरो बेस्ट मोमोभित्र पनि पर्छ यो झानेको मोमो कुकर कफीको, किनभने यसको पनि एकदम सिग्नेचर छ क्या यो फुड पनि कुकर कफीको चाहिँ। मैले डिफ्रेन्स पाएको चाहिँ के हो भने यसको सर्भिङ गर्ने तरिका र यसको फिलिङ्स। फिलिङ्स भन्दा पनि फिलिङ्स मात्रै होइन, यसको एक्स्ट्रा फिलिङ्स पनि साइडमा दिनुहुन्छ क्या सर्भ गर्दाखेरि चाहिँ। त्यो चाहिँ हेर्दाखेरि पनि एकदम हेभी देखिन्छ, खाँदाखेरि पनि एकदम टेस्टी हुन्छ। झानेको भन्ने बित्तिकै त्यो हाम्रो अब प्रेजन पाउने भनेको फेरि नन भेजमा मात्रै हो, फेरि यो भेजको लागि होइन है। फेरि नन भेजमा चाहिँ चिकन किमा र अलिकति भेजिसहरू चाहिँ मिक्स गरेर किमा बनाउनुहुन्छ फ्राई गरेर चाहिँ, विच टेस्ट अमेजिङ। र त्यही भित्रको फिलिङ्स पनि अलिकति साइडमा राख्नु, एक्स्ट्रा राखेर दिनुहुन्छ कम्प्लिमेन्ट्री जसरी चाहिँ। त्यो चाहिँ एकदम मिठो नै हुन्छ र त्यो एकदम फ्रेस पनि। र त्यो कस्तो भने एकदम स्मोकी टाइपको आउँछ क्या आउँदाखेरि। त्यसको प्रेजेन्स नै यस्तो दामी हुन्छ कि त्यो एकदम एट्र्याक्टिभ खालको हुन्छ त्यसको प्रेजेन्स नै। त्यसले गर्दा पनि हो, र यसको टेस्ट पनि बवाल छ फेरि। त्यही भएर यो चाहिँ एउटा ट्रेडिसनल फुडमा चाहिँ एकदम फेमस फुड नै हो यो कुकर कफीको। मस्ट ट्राई नै हो यो चाहिँ एउटा। थ्याङ्क यू अफिस, म पनि डेफिनेटली ट्राई नै गर्छु है, अफिसले उम्, ल्याउँछु भनेर चाहिँ फेरि। ओके, हुन्छ हुन्छ। अब हाम्रो चाहिँ डाटाहरू नै यति नै छ। अब यो डाटाहरूले चाहिँ अ, के भन्छ भन्ने कुराहरू चाहिँ अझै थोरै डिस्कस गरौँ न। अघि हामीले डाटाहरू हेर्दाखेरि चाहिँ मेन चाहिँ अब हाम्रो यहाँ हुने कस्टमरहरू चाहिँ 18 देखि 35 हुनुहुन्छ है। अनि त्यसो गरेर यहाँको यो कुकर कफी र झानेको मोमो चाहिँ एकदम बेस्ट नै रहेछ होइन। अनि त्यही अघि अभ्यसले भने जस्तै मान्छेहरू चाहिँ खासै धेरै अहिले ट्रान्ज्याक्सनको लागि क्यासहरू नै युज गर्दैन है। अनि उम्, त्यही त अहिले अघि त्यही हजुरले भने जस्तै फोन पे बढी चलिरहेछ। उम्, म चाहिँ फेरि यी उम्, सेवा नै हुन्छ मेरो ब्याङ्कको चाहिँ है, कुरा गरे जस्तै उम्, है। अनि
त्यसै गरेर हाम्रो यो जुन चाहिँ हाम्रो अघि कुरा गरिरहेको थियौँ नि हामी यो डाटा हेर्दाखेरि चाहिँ यो यसको डाटा हेर्दाखेरि चाहिँ स्याटरडे चाहिँ उम्, धेरै मान्छेहरू त आउनु हुँदो रहेछ तर कस्टमर सेटिस्फ्याक्सन चाहिँ कम रहेछ नि त त्यो चाहिँ अँ, यो किन जस्तो लाग्छ? यो यो चाहिँ यस्तो हो क्या, शनिबार चाहिँ कस्टमर फ्लो चाहिँ एकदम बढी हुनुको कारण के हो भने अब हाम्रो गभर्मेन्ट होलिडे पनि हुन्छ क्या त्यो दिन चाहिँ। त्यो पनि हो, अर्को स्कुल कलेज पनि बिदा हुन्छ अरे। मोस्टली हामीले डेटा हेर्दाखेरि नै के थाहा पाछौँ भने युथहरू नै बढी हो आउने। अनि सटरडेको कलेज सब बिदा हुन्छ, त्यसले गर्दाखेरि युथको त एकदम फ्लो एकदम बढी हुन्छ। अब एस्थेटिकली पनि छ क्या, एस्थेटिक छ क्या भित्रको, फेरि इन्टिरियर पनि कुकर कफीको। त्यसले गर्दाखेरि अब स्टुडेन्टहरू डेटिङ आउने, कफी ट्राई गर्ने आउने, कफी डेटिङ गर्नलाई। त्यसले गर्दाखेरि चाहिँ तर त्यही त्यही त हो नि, अब मिठो पाउँछ भन्दैमा एकदम भिड भएको बेला त त्यो क्वालिटी अलिकति मेन्टेन गाह्रै हुन्छ क्या, अलिकति हाम्रो जुनसुकै किचनबाट चाहिँ। अनि त्यो एकदम फ्लो बढिसकेपछि चाहिँ बस्ने एक्सपिरियन्सदेखि लिएर खाने एक्सपिरियन्स चाहिँ अलिकति कम हुन जान्छ त्यो भिडले गर्दाखेरि चाहिँ। तर त्यही हो, अलिकति अफ टाइममा फेरि त्यो शनिबारको पनि अफ टाइममा फेरि भिजिट गर्नुभयो भने चाहिँ बेस्ट नै हुन्छ भनेको। अब अफ टाइम कस्तो भयो भने अब शनिबारको सबै प्राय ढिला नै उठ्ने हुन्छन्, त्यही भएर चाहिँ अलिक मोर्निङ टाइममा ब्रेकफास्टको लागि होइन, नभए दिउँसोतिर त्यतिखेर जाँदा भयो। अब बेलुकातिर त सबै अब कोही डेटिङ, कोही के ट्राई गर्नलाई, कोही ग्यादरिङ गर्नलाई, फ्रेन्ड्स ग्यादरिङ, ग्रुप ग्यादरिङ गर्नलाई, कसैको सन्डेको प्लानिङ मिटिङ गर्नलाई आएको हुन्छ, बसेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम रस हुन्छ त्यतिखेर चाहिँ। हो। अब त्यही अब हामीले यसरी स्लाइड्सहरू के अरे डाटाहरू चाहिँ ड्यासबोर्डमा हालेर ठ्याक्कै यो जुन चाहिँ ड्यासबोर्ड बनाउँदाखेरि चाहिँ कस्तो आइडियाहरू चाहिँ ठ्याक्क क्याच भइहाल्दो रहेछ क्या हाम्रो चाहिँ के प्रब्लम रहेछ सजिलै आइडेन्टिफाई पनि हुने रहेछ है। अब त्यस ड्यासबोर्डबाट चाहिँ कुनै कम्पनीले चाहिँ धेरै नै आफ्नो क्वालिटी मेन्टेन गर्नको लागि अझै रिभ्युजहरूबाट चाहिँ अझै राम्रो बनाउन चाहिँ एकदम हेल्पफुल हुँदो रहेछ है अब्देश। यस्तो हो, अब थुप्रै डाटाहरू हुन्छ, त्यो डाटाहरू सबै हेरेर हामीले चाहिँ एउटा सजेसन या त एउटा रिकमेन्डेसन हामी दिन सक्दैनौँ कि त्यो टाइम कन्ज्युमिङ हुन्छ कि एकदमै धेरै चाहिँ। अब जोसँग टाइम छ त्यसले त गर्न पायो क्या, तर हाम्रो जतिखेर पनि हामीसँग त्यति धेरै टाइम अभाइलेबल हुँदैन, बिजी बिजी हुन्छ मान्छेहरू। झन् सिइओ भनेको त कम्पनीको अब त्यो एकदम धेरै कामहरू भ्याउनु पर्ने हुन्छ। अनि यस। उनीहरूले हेर्दाखेरि चाहिँ या त कोही कस्टमरलाई नै केही हेर्नु छ, या अरू कोही बिजनेस सेम बिजनेस गर्न चाहन्छ, त्यस्तो मान्छेहरूले हेर्दाखेरि चाहिँ त्यो पुरै डाटाहरू हेर्न त भ्याउँदैन नि त। त्यो हाम्रो त वान पेज त्यो एकदम छोटो बनाएर हामी राखेका हुन्छौँ ड्यासबोर्डमा। ड्यासबोर्डको युजै त्यही हो क्या, हाम्रो एकदम हेभी वर्डहरू, एकदम लार्ज डाटाहरूलाई चाहिँ कम्बाइन गरेर हामी एउटा इलिस्ट्रेसन, एउटा प्रेजेन्टेसनको टाइममा टाइपले हामीले राखेका हुन्छौँ, जो कि एउटा हेर्ने बित्तिकै ठ्याक्कै हामीले थाहा हुन्छ क्या यो कर्भ कता गइरहेछ, कम्पनी लसमा गइरहेछ कि प्रफिटमा गइरहेछ, रेभेन्यू कति भइरहेछ, त्यो चाहिँ ठ्याक्कै थाहा हुन्छ क्या हामीले यसरी हेर्दाखेरि चाहिँ। अलिकति इन्गेजिङ पनि हुन्छ, अलिकति इन्फर्मेटिभ पनि हुन्छ, फास्ट पनि हुन्छ। अब त्यही डाटाको कुरा गर्ने हो भने चाहिँ त्यो हामीले एक्सेलमा, त्यो हामीले गुगल सिटमा हेर्दाखेरि चाहिँ नबुझ्ने खालकै हुन्छ क्या, यति धेरै हुन्छ कहिले काहीँ डाटाहरू कि कन्फ्युजिङ भइन्छ क्या। अनि त्यो हामीले एउटा कन्क्लुजन बनाउन सक्दैनौँ कि यो प्रफिटमा गइरहेछ, लसमा गइरहेछ। त्यसले गर्दाखेरि चाहिँ यो ड्यासबोर्ड एकदम इजी हुन्छ क्या चाहिँ। थ्याङ्क यू अप्रेस अब हाम्रो टाइम पनि अलिकता सकिने लाग्यो त्यही भएर चाहिँ त्यही इट वाज गुड है हामीले यसरी डिस्कस गरिराख्दाखेरि चाहिँ मैले पनि धेरै कुरा सिक्न पाएँ अभियसली अभियसली पनि धेरै कुरा सिक्यो नै होला जस्तो लाग्छ मलाई सिकेँ मैले धेरै कुरा सिकेँ। है ओके थ्याङ्क यू अब हाम्रो चाहिँ यति नै हामी यतिमै कन्क्लुड गर्छौँ हाम्रो प्रेजेन्टेसनहरू चाहिँ थ्याङ्क यू एभ्रिवान। यस थ्याङ्क यू हाम्रो टिचरको लागि हाम्रो जसले चाहिँ हामीलाई यो अपर्च्युनिटी दिनुभयो We अनि त्यसै we गरेर hope हाम्रो you कुकर get कफीको something दाइलाई पनि after this. है Uh, ओके हामी चाहिँ अब साइनिङ अफ गर्छौँ थ्याङ्क यू एभ्री वान बाई thank you everyone. Bye bye.